हाई गाइस, आज चाहिँ म हाम्रो नेपालको राष्ट्रिय फुल लालीगुराँसको भिडियो लिएर आएको छु र यसमा चाहिँ म फर्स्टमा चाहिँ यो लालीगुराँसको फुल बनाएर देखाउने छु। अनि पार्ट 1 मा चाहिँ अनि त्यसपछि पार्ट 2 पार्ट 3 गर्दै हजुरहरूलाई भिडियो मार्फत म बुनेर देखाउने छु है त। फर्स्टमा चाहिँ मैले यो 12 नम्बरको क्रुस, त्यसपछि यो नेपाली धागो फोपलाई फर्स्टमा चाहिँ म म्याजिक रिङ बनाउँछु। म्याजिक रिङ बनाइसकेपछि 1 चेन तान्छु, त्यसपछि सिंगल क्रोसेट 1 2 3 4 5 5 वटा सिंगल क्रोसेट तान्छु, त्यसपछि यसलाई बन्द गरिदिन्छु। त्यसपछि यसलाई बन्द गरिसकेपछि हामीले सुरुबाट यो तानेको भागमा लगेर यसलाई जोइन गरिदिनु पर्ने हुन्छ र जोइन गरिसकेपछि एक चेन तान्ने। त्यसपछि फर्स्ट राउन्ड चाहिँ यस्तो हुन्छ है, 5 वटा सिंगल क्रोसेट, त्यसपछि 1 2 भइहाल्यो। अर्को घरमा जाने, फेरि 1 2, फेरि अर्को घरमा जाने 1 2, फेरि अर्को घरमा जाने 1 2 गरेर यो सुरुको राउन्ड 5 सिंगल क्रोसेट, त्यसपछि सेकेन्ड राउन्डमा 10 सिंगल क्रोसेट डबल तानेर 10 वटा 1 2 3 4 5 6 7 8 9 1 2 3 4 5 6 7 8 भयो। अब अर्को क्रोसेटमा गएर 1 2 गरेर 10 वटा क्रोसेट सिंगल क्रोसेट भयो। त्यसपछि यसलाई जोइन गरिदिने, एक चेन तान्ने, 10 वटा सिंगल क्रोसेट तानिरहने यसरी। जस्तै 1 2 3 4 5 6 7 8 9 10 वटा तानिसकेपछि यसलाई बन्द गरिदिने। त्यसपछि 1 2 3 राउन्ड भयो। अब 4th र 5th राउन्ड म बुनेर देखाउँछु। र मैले 1 2 3 4 5 वटा बुनिसकेँ, 5 राउन्ड बुनिसकेँ। अब त्यसपछि म यसलाई जोइन गरिदिन्छु। यसलाई जोइन गरिसकेपछि 1 2 चेन तान्ने, 2 चेन तानिसकेपछि डबल क्रोसेट एउटै ठाउँबाट 4 वटा तान्ने, 1 भइहाल्यो, 2 3 4 डबल क्रोसेट तानिसकेपछि 2 चेन तान्ने। अनि यो फेरि यो नेक्स्ट घरमा गएर यसलाई यसरी बन्द गरिदिने। फेरि यो नेक्स्ट घरमा जाने, अनि फेरि यसरी 2 चेन तान्ने, अनि फेरि सेम ठाउँबाट 4 डबल क्रोसेट तान्ने, 1 2 3 4 वटा तानिसकेपछि फेरि 2 चेन तान्ने, अनि फेरि यो नेक्स्ट घरमा जाने, अनि यसलाई बन्द गरिदिने। अनि त्यसपछि फेरि नेक्स्ट घरमा जाने, अनि फेरि 1 2 चेन तान्ने, त्यसपछि सेम ठाउँबाट 1 डबल क्रोसेट 2 डबल क्रोसेट 3 डबल क्रोसेट 4 डबल क्रोसेट गरेर 2 चेन तान्ने, 1 2 चेन तानिसकेपछि फेरि यो नेक्स्ट घरमा जाने, अनि यसलाई यसरी बन्द गरिदिने। अनि फेरि नेक्स्ट घरमा जाने, 2 चेन तान्ने, अनि फेरि त्यही सेम ठाउँबाट 1 डबल क्रोसेट 2 डबल क्रोसेट 2 डबल क्रोसेट अनि 3 डबल क्रोसेट 4 डबल क्रोसेट तानिसकेपछि फेरि 2 चेन तान्ने, अनि त्यसपछि फेरि यो नेक्स्ट घरमा जाने, यसलाई बन्द गरिदिने। त्यसपछि फेरि नेक्स्ट घरमै जाने, अनि 2 चेन तान्ने, यसरी 1 2 चेन तानिसकेपछि सेम घरबाट फेरि 4 वटा डबल क्रोसेट तान्ने, 1 2 3 4 2 चेन तान्ने, त्यसपछि यसलाई बन्द गरिदिने। यसलाई यसरी बुनिसकेपछि यसलाई कट गरिदिने। त्यसपछि
लाली गुराँसको फुल चाहिँ साथीहरू यस्तो भएको छ। कस्तो दामी भयो हेर्नु त। त्यसपछि अब यो काटेको धागोलाई चाहिँ यो भित्रपट्टिको भागबाट यसलाई यसरी छिराएर म चाहिँ यसरी तान्छु यसरी। अनि फेरि पनि तानिसकेपछि फेरि यसलाई पनि कट गरिदिने, यसलाई पनि कट गरिदिने। अब त्यसपछि यसमा चाहिँ बर्ड्स कसरी हाल्ने म हजुरहरूलाई त्यो पनि देखाउँछु। चाहिँ दुईवटा लिन्छु बर्ड्स, यसलाई बराबरको बनाउँछु। त्यसपछि यो जुन सुरुको भाग छ नि स्टार्टिङ राउन्ड हो, त्यस यहाँनिर चाहिँ यो बिच भागमा चाहिँ कुरुसलाई हालिदिने। त्यसपछि भित्र चिराएर यसलाई यो बर्ड्सलाई यसरी तानिदिने, यसरी यसरी तानिसकेपछि गुराँसको फुल बन्यो। अब हामीले यस वरिपरि ग्लु लाउनुपर्छ अनि ग्लुले यसो गरेर टाँसिदिनुपर्छ यसलाई पनि। अनि यो अलिक डर हुन्छ अनि राम्रो पनि हुन्छ। हजुरहरूलाई पनि नेपालको राष्ट्रिय फुल लाली गुराँसको ब्यास अनि हेयर क्लिपहरू लाउनु मन लाग्छ भने मलाई मेसेज गर्न सक्नुहुन्छ। अनि यो भिडियो हेरेर के कस्तो लाग्छ तपाईँहरूलाई कमेन्ट गर्नुहोला है त। धन्यवाद।